हेलो गाइस, तपाईहरु हेर्नुहुन्छ म एउटा नयाँ भिडियो लिएर आइसकेको छु। हेर्नुहुन्छ तपाईँ यो फेरि 304 ग्रेडको स्टिल भ्याङ रेलिङ छ। यो 304 ग्रेडमा काम गर्छ। यो साइड हाम्रो गौर 4 नम्बर वार्डको हो। हेर्नुहुन्छ यहाँ फ्रेमिङ काम अहिले कोही सकिसकेको छ। अब मात्र बिचको पाइप हाल्न मात्र बाँकी छ। यहाँ केटाहरु काम गर्दैछ। हेर्नुहुन्छ तपाईँ अहिले काम फिनिसिङ बाँकी नै छ। यसमा तपाईहरु जानुहुन्छ भने मलाई कन्ट्याक्ट गर्नु होला कि हाम्रो कन्ट्याक्ट नम्बर स्क्रिनमा छ। हेलो गाइस, तपाईहरु हेर्नुहुन्छ म एउटा नयाँ भिडियो लिएर आइसकेको छु। हेर्नुहुन्छ तपाईँ यो फेरि 304 ग्रेडको स्टिल भ्याङ रेलिङ छ। यो 304 ग्रेडमा काम गर्छ। यो साइड हाम्रो गौर 4 नम्बर वार्डको हो। हेर्नुहुन्छ यहाँ फ्रेमिङ काम अहिले कोही सकिसकेको छ। अब मात्र बिचको पाइप हाल्न मात्र बाँकी छ। यहाँ केटाहरु काम गर्दैछ। हेर्नुहुन्छ तपाईँ अहिले काम फिनिसिङ बाँकी नै छ। यसमा तपाईहरु जानुहुन्छ भने मलाई कन्ट्याक्ट गर्नु होला कि हाम्रो कन्ट्याक्ट नम्बर स्क्रिनमा छ।